आगो र पानी एउटै रोमा हुँदैन, त्यसले गर्दा यो भागबाट यस्तो एल ल्याउनु यहाँनिर र यो भागबाट चाहिँ तपाईँले सिङ झार्नु पर्यो। फेरि ढल्केको कारणले गर्दा साउथ इस्ट भाग भनेको तपाईँको यो पर्छ, हजुरको घरको साउथ इस्ट पोइन्ट यो पर्छ। अब हामीले नर्मल्ली आँखाले हेर्दा त साउथ इस्ट तपाईँको त्यो भन्ने हुन्छ नि, तर तपाईँको साउथ इस्ट जोन भनेको यो। अब तपाईँले ग्यास चाहिँ यहाँनिर पूर्व फर्केर खाना बनाउने तपाईँको ग्यासको सिलिन्डरको ग्यास राख्ने चाहिँ यहाँदेखि यहाँसम्मको बिचमा ग्यास यो भागमा बस्नु पर्यो। तर आगो र पानी एउटै रोमा कहिले पनि हुँदैन। आगो र पानी एउटै रोमा भयो भने घरमा डिस्कस झैझगडाहरू बढ्छ। त्यसले गर्दा आगो त्यहाँनिर बाल्ने र यसो यहाँनिर ल्याएर यस्तो एल आकारको बनाउने र धारा यो उत्तरतिरको वालबाट झार्नुपर्छ। म्याक्सिमम घरमा मिस्टेक चाहिँ के हुन्छ, खाना बनाउँदा चाहिँ हामीले पूर्वै फर्केर गर्छौँ, तर धारा यसो गरेर यताबाट ल्याउँछौँ। यो के हो भन्दाखेरि यो त तपाईँको साउथको वाल हो नि त। साउथ दिशा भनेको अग्निको ठाउँ हो। आगोबाट पानी झार्नु भने घरमा चोटपटकहरू लाग्ने, एक्सिडेन्टहरू हुने र फाइनेन्सियल लसहरू बढी हुने क्या, खात्रा खुत्रो खर्च भइराख्ने त्यो खालको समस्याहरू यहाँबाट दिन्छ। त्यसले गर्दा पानी जहिले पनि उत्तरबाट झार्नुपर्छ हामीले। र अब तैँले आगो यहाँ बाल्नुभयो, पानी फेरि यहीँबाट राख्छु भनेर मिलेन। आगो र पानी एउटै रोमा हुँदैन, त्यसले गर्दा यो भागबाट यस्तो एल ल्याउनु यहाँनिर र यो भागबाट चाहिँ तपाईँले सिङ झार्नु पर्यो।